नमस्कार सबैजनामा। मासिक औसत 1 लाखसम्म तलबभत्ता हुने सार्वजनिक संस्थानहरू जस्तै नेपाल विद्युत प्राधिकरण, एनटिसी, वाणिज्य बैंक, सञ्चय कोष, नागरिक लगानी कोष लगायत सम्पूर्ण सङ्गठित संस्थामा तह 4 र 5 को विज्ञापनमा अप्लाई गर्न पूर्व योग्यताको परीक्षा पास गरेकै हुनुपर्छ। यसको लागि लोकसेवा आयोगले 2083 साल श्रावण 6 गते विज्ञापन प्रकाशन गरेको छ। यस भिडियोमा विज्ञापनको लागि चाहिँ अप्लाई गर्ने तरिका, न्यूनतम योग्यता, परीक्षा केन्द्रका बारेमा विस्तृत रूपमा चाहिँ प्रस्तुत गर्न गइरहेको छु। यसमा दुईवटा चाहिँ पदहरूको लागि चाहिँ विज्ञापन भएको छ। एउटा शाख स्तर, नायब सुब्बा वा सो सदर 5औं तह र अर्को रहेको छ शाख स्तर द्वितीय श्रेणी खरिदार वा सो सर 4थो तहको लागि चाहिँ विज्ञापन भएको छ। यसको लागि चाहिँ दुईटै पदको लागि चाहिँ परीक्षा सञ्चालन हुने मिति र समय पनि प्रकाशन भएको छ। तह 5 को लागि चाहिँ 2083 साल असोज 3 गते दिनको 2 बजे एक्जाम हुनेछ र त्यसैगरी तह 4 को लागि 2083 असोज 4 गते दिनको 2 बजे एक्जाम हुनेछ। त्यसैगरी न्यूनतम योग्यताको लागि चाहिँ शाख स्तर 5औं तहको लागि चाहिँ +2 पास गरेको हुनुपर्छ वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह चाहिँ उत्तीर्ण गरेको हुनुपर्छ। त्यसैगरी शाख स्तर द्वितीय श्रेणी खरिदार वा सो सर को लागि चाहिँ एसएलसी पास गरेको हुनुपर्छ र एसएलसीमा चाहिँ न्यूनतम जिपिए 2 चाहिँ ल्याएको हुनुपर्छ र परीक्षा केन्द्र आयोग मातहतका परीक्षा सञ्चालन गर्ने कार्यालयहरूबाट हुनेछ। यो चाहिँ विभिन्न प्रदेशहरूमा रहेका छन्। इलाम, धनकुटा, खोटाङ, जलेश्वर, हेटौडा, काठमाडौँ, पोखरा, बागलुङ, बुटोल, दाङ, सुर्खेत, जुम्ला, दिपायल र महेन्द्रनगरमा रहेका छन्। परीक्षा दस्तुर तह 5औं को लागि 300 र तह 4थो को लागि चाहिँ 200 लाग्नेछ। दरखास्त दिने अन्तिम मिति 2083 साल श्रावण 26 गतेसम्म सिङ्गल दस्तुर र दोबर दस्तुर 2083 साल भाद्र 2 गते रहेको छ र उमेरको हद 2083 साल श्रावण 26 गतेसम्म 18 वर्ष पुगेको हुनुपर्छ र 35 वर्ष ननागेको हुनुपर्छ। तर महिलाको हकमा र अपाङ्गता हकमा 40 वर्ष चाहिँ ननागेको हुनुपर्नेछ र त्यसैगरी दरखास्त चाहिँ अनलाइनबाट चाहिँ बुझाउन सकिन्छ। दरखास्त बुझाउने विधि र स्थान चाहिँ अनलाइनबाट गर्न सकिने र त्यो ब्याङ्कको भाउचर प्रिन्ट गरेर दरखास्त दस्तुर चाहिँ ब्याङ्कबाट नगदमा समेत चाहिँ बुझाउने व्यवस्था रहेको छ। अपलोड गर्दाखेरि शैक्षिक योग्यताको प्रमाणपत्र अपलोड गर्नुपर्छ। त्यसैगरी नागरिकताको अगाडिको भाग स्क्यान गरेर अपलोड गर्नुपर्छ। पूर्व योग्यताको परीक्षा सम्बन्धी केही विषयमा जानकारी प्राप्त गर्नु परेमा कमेन्ट गर्नुहोला र विषयवस्तु राम्रो लागेमा लाइक, सब्स्क्राइब गर्नुहोला। धन्यवाद।